उभिरहेको छु हुन्छ हुन्छ हेलो साथीहरू आज चाहिँ म प्याराग्लाइडिङमा रमाइलो गर्ने क्रममा आज पिकनिक आएको बेलामा आज हामी यो बरा क्षेत्र उदयपुर जिल्लाको हाम्रो यो बेलाका नगरपालिकाको प्याराग्लाइडिङ हाम्रो यो प्याराग्लाइडिङमा चढेर आज हामी एकदमै रमाइलो गरिरहेछौँ एकदमै रमाइलो भइरहेछ आज हाम्रो नेपाल सुनचाँदी नेपाल हाम्रो पूर्वाञ्चल सुनचाँदी व्यवसाय सङ्घको चाहिँ हाम्रो पिकनिक आयोजना कार्यक्रममा हाम्रो सुनचाँदी व्यवसाय सङ्घले गर्नुभएको थियो त्यस क्रममा आज उहाँहरूलाई अलिकति कार्यक्रम स्थलबाट म चाहिँ बाहिर आएर प्याराग्लाइडिङ खेल्ने क्रममा रमाइलो गर्दैछु आज यो अवसर भनेको पहिलोचोटि हो मेरो है यो चाहिँ अवस्थालाई आज धेरै रमाइलो भयो यसै गरी यो हाम्रो रमणीय स्थल हाम्रो कोशी हाम्रो नेपालकै पहिलो ठुलो सप्तकोशी हाम्रो चतरामा यो यसरी आऊ क्या मजा आयो है साथी हो ल एकदमै ह्याप्पी छौँ एकदमै खुसी छु म चाहिँ साह्रै आनन्द आयो है साह्रै आनन्द आयो आहा बाफ्रे स्वर्गको आनन्द त यहाँ हुँदो रहेछ साथीहरू एकदम इन्जोय ह्याप्पी इन्जोय ल हाम्रो अरू साथीहरूलाई पनि एकदमै आउनुहोस् यो रमाइलोमा यसरी आनन्द लिनुहोस् भन्दै म हजुरहरूलाई आग्रह पनि गर्न चाहेँ यो यति रमाइलो हुँदैछ आहा रमणीय स्थल हाम्रो कोशी हेर्नुहोस् सप्तकोशी हामी सप्तकोशीमा आनन्द यो सप्तकोशीको माथि यता डिलको माथि आनन्द लिइरहेछौँ हुन्छ कस्तो आनन्द कस्तो राम्रो रमणीय स्थलमा चाहिँ हामी घुमिरहेको छौँ है उहाँ हाम्रो क्याप्टन साहबलाई पनि धेरै धन्यवाद यति रमाइलो फ्लाइट गरिराख्नु भएको छ एकदम मजा आइरहेछ एकदमै रमाइलो लाग्यो मलाई पनि हजुरलाई धेरै धन्यवाद जीवनको पहिलोचोटिमा आज यहाँ यति रमाइलो गर्न पाएँ मैले है यति आनन्द आयो एकदम आनन्द यति रमणीय स्थलमा यति ठाउँमा यति आनन्द लिँदै यो जोस् यसरी प्याराग्लाइडिङमा उड्नुको मजा नै छुट्टो हुँदो रहेछ आनन्द हुँदो रहेछ जीवनमा पहिलोचोटि म चाहिँ यहाँ प्याराग्लाइडिङ गरेको छु है साथी हो तपाईँहरू पनि आउनुहोस् जीवनमा मरेर लानु केही छैन है जीवन भनेको छोटो छ हाम्रो रमाइलो गर्दै जानुपर्छ अब अरू चिजहरू नराम्रो नसापानी गर्नु हुँदैन बरु जिन्दगीमा हर कुरा हर रमाइलो गर्दै जानुपर्छ अनुभव नयाँ लिनुपर्छ भन्दै हजुरहरूलाई म एकदम आनन्द लिन हुन आग्रह पनि गर्दछु हाम्रो सुनचाँदी व्यवसाय सङ्घको चाहिँ हाम्रो पिकनिकमा आउनुभएका जति पनि साथीहरू हुनुहुन्छ हजुरहरूले पनि एकचोटि मेरा अग्रजहरूले मेरा सरसाथीभाइले पनि यसरी नै आनन्द लिनु हुन म अनुरोध पनि गर्दछु आग्रह पनि गर्दछु अब यति रमणीय स्थलमा आएर आनन्द यो कोशीको माथिबाट यसरी आनन्द भ्रमण गर्दाखेरि साह्रै आनन्द आइरहेछ मलाई अरे बाफ्रे आहा रमाइलो साह्रै रमाइलो यार ल बरा क्षेत्र नगरपालिका र हाम्रो बेलाका नगरपालिकाको बिचमा रहेको हाम्रो यो टापुलाई के भन्छ मोक्तान डाँडाबाट हामीले फ्लाइट सुरु गरेर हामी आनन्द लिइरहेका छौँ यो आनन्दमा एकदमै मजा लिइरहेको छु आनन्द लिइरहेको छु सम्पूर्ण साथीभाइहरूलाई आएर फ्लाइटमा एकदम राम्रो रमाइलो गर्नु हुन पनि म आग्रह गर्छु